जङ्गलको गहिराईमा एउटा बाघ र एउटा स्याल दुवै एक्लै थिए। एक दिन उनीहरूले महसुस गरे एक्लै भन्दा साथ राम्रो हुन्छ। त्यसपछि उनीहरूले भने, हामी आफ्नै घर बनाउँछौं। बाघले भारी काठ उठायो, स्यालले साना हाँगा टिप्यो। हावा आयो, पानी पर्यो, तर उनीहरू रोकिएनन्। धेरै सङ्घर्षपछि उनीहरूको सानो घर अन्ततः तयार भयो। त्यो घर काठले बनेको थियो, तर मायाले भरिएको थियो। साँचो साथी भनेको दुःखमा साथ दिनु हो।